मैले के भनेको छु भने हजुर अहिलेलाई यो नभरका भनेको छु कमान्डरलाई हजुर कमान्डरले हुन्छ भनेको छ हुन्छ अब नभए यहाँ नराम्रो अहिले चाहिँ ट्राफिकहरू बस्नको लागि अहिले पेसेन्जरलाई नभट्का भन्ने किनकि अवस्था यस्तो छ जेएनजीको आन्दोलनले गरेर भड्किरहेछ अहिले भर्खर अस्ति जलाएर गएको थियो बल्ल गोडाले मर्मत गर्दै कि हामी सबै मिलेर अहिलेलाई चाहिँ यो नभरका भनेको छु मैले कमान्डर हाम्रो यहाँ आउने कमान्डरलाई हजुर हुन्छ भनेको छ केही दिनलाई चाहिँ यसलाई नभट्काउने भन्ने त्यो अनाधिकृत पऱ्यो फेरि यो कस्तो संरचनाको हिसाबले अनाधिकृत होइन भने यो त हाम्रो चाहिँ अलि आवश्यक परेको भएर यो जुन बेला हाम्रो चाहिँ सार सम्मेलन आउला नि त्यो बेला त्यो सार सम्मेलनमा आउने राष्ट्र अध्यक्षहरू पाटन पनि घुम्नु भने भनेको थियो अरे त्यो भनेको भएर अलि यो ट्राफिक त्यो पहिले थिएन कि त्यसको लागि भनेर बनाएको त्यो बेला चाहिँ नि हाम्रो गृहमन्त्री त्यो बेलाको गृहमन्त्रीसँग स्वीकृति लिएर बुद्धिसँग स्वीकृति लिएर बनाएको त्यसै गरिकन हाम्रो वडा भवन पनि यो अहिले वडा भवन त्यो बेला पनि वडा भवन चाहियो नगर पञ्चायत हुन्छ भनेर हामीले वडा भवन बनाएको अहिलेलाई के भन्यो भने अहिलेलाई यसलाई चाहिँ नछुनु अहिले किनभने अहिले वडाको फेरि हाम्रो नगरपालिकाको महिलाहरू कहीँ सुताउने ठाउँ नभएर त्यही सुताइराखेको छु कि त्यही भएर अहिलेलाई नगर्नु भनेको छु महानगरको पनि प्रयोगमा आएको हिसाबले महानगरपालिका प्रयोग आएको भएर फेरि महानगरपालिकाले प्रयोग गरेको भनेर महानगरपालिकाले अन्य गरेको त हुँदैन नि तर के गर्नको लागि उनीहरूलाई चाहिँ सुरक्षित गर्नु पर्यो नि त्यही भएर भनेको अलिक व्यवस्थित गरेपछि भड्काउने भड्काए पनि के गर्ने फिलहालका लागि चाहिँ तत्कालका लागि अब व्यवस्थित गरेर अब भोलि ट्राफिकसँग पनि कुरा गर्ला अब उनीहरू पुलिससँग कुरा गर्ला उनीहरूले व्यवस्था भयो भने अब अहिले ट्राफिक तुरुन्तै अहिले भड्कायो भने हामी उनीहरू ड्युटी गर्ने ठाउँ कमसेकम 20-25जना महिलाहरू सुत्छन् त्यही भएर यसलाई चाहिँ अपट नपर पाल्छ भनेर अरू त छैन